सम्पूर्णमा स्वागत छ आजको नयाँ भिडियोमा। आज पनि नयाँ रोस्ट भिडियो लिएर आइसकेको छ। रियाक्टिङ गरेर कस्तो लाग्छ हेरेर लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। भिडियो पुरा हेर्नु होला। ल सुरु गरौँ है त। सन्दीप छेत्रीले सबैलाई छ नि हँसाउनुहुन्छ होइन। हाँस्ने मान्छेको कला हो, हँसाउने पनि कला हो नि त। यो दुवै हुनुपर्छ नि मान्छे। निपुणता चाहिन्छ। तपाईँसँग सबै गुण छ। मान्छे किन हाँस्छन् भन्नु त? किन भन्दाखेरि मान्छे मात्र एउटा प्रजाति हो जो हाँस्छ। तपाईँले गधा हाँसेको देख्नु भएको छ? यदि गधा हाँस्न थाल्यो भने बुझ्नुहोस् कि त्यो मान्छे बन्ने प्रक्रियामा छ, र यदि मान्छे हाँस्न रोक्यो भने बुझ्नुहोस् कि त्यो अब गधा भन्ने प्रक्रियामा छ। तपाईँलाई गीत गाउन आउँछ? गीत गाउन आउँछ भन्ने बित्तिकै तपाईँ फेरि गाइदिनु न भनेर भन्नुहुन्छ। तर कन्टेन्टको अभाव छैन हाँस्यव्यङ्ग्य क्षेत्रमा? कन्टेन्टको खडेरी भनेर भन्नुहुन्छ। नेपालमा कमेडी क्षेत्रको जस्तो कन्टेन्ट टनाटन भएको ठाउँ त कहीँ पनि छैन। के छ नेपालमा कन्टेन्ट? जता हेर्नुहोस् त्यतै छ। एउटा ठुलो कन्टेन्ट त तपाईँ आफै ओ भाइ हँसाएर मार्यो यार यसले त। ऋषि धमला बिचरा हेरे हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। तपाईँ एउटा कुरा तपाईँ हेर्नु, तपाईँ काले दाई काले दा यस्तो वाला तपाईँ भाउजू हेर्छु मा कसम मैदा जस्तो गोरो छ। तपाईँको जोरी हेरिसकेपछि मलाई कस्तो लाग्छ त? जेब्रा क्रस जस्तो। हालांकि हामी क्वेश्चन जहाँ पुरा यहाँ हेर्न सक्नुहुन्छ, तपाईँ रेडी गरेछु। तर हामी यति ट्यालेन्ट छु कि तपाईँलाई क्वेश्चनको आवश्यकता पर्दैन। हामी आफै म जवानी क्वेश्चन सोधिदिन्छु। म भन्दै हो आन्सर हेर्नु पर्दैन, नहेरी दिदिने। नहेरी दिने तपाईँको एक्जाममा त तपाईँ चिट छोडेको जस्तो लाग्छ यार। मेरो खराब पानी छ। सुरु गर्नु त भाइ। के नारियल फुटाउनु पर्छ अब? यहाँलाई सर्वप्रथम पहिलो प्रश्न। हामीलाई दोस्रो प्रश्न गर। दोस्रो गर। हजुर हामीलाई पहिलो नगर, दोस्रो गर। Who let the dog out? बता। अब के काटी लियो भने के अब न चब बता न। Who let the dog out? कुकुरको कुरा छोडम। यहाँलाई के कुकुरको छोरा कुरा छोरो हुन्छ गरा जस्तो पत्रकार छ। न साफ सुकिहालेछ यो हट डग। पुरा हटै डग खाएछ साफ। हेर छेछराइकन मुख हेर्न रे। पोलियोको ब्रान्ड एम्बेसडर। साला दिमाग खराब गरिदिएछ। कपाल हेर्न कोही लाग्छ पान खाएर थुकिदियो। ओ भाइ यो जस्तो रोस्ट त कहीँ देख्न पाइन्न कि। नेपालको किङै हो यार रोस्टको त सन्देश दिएर। वाह होइन एम्बुलेन्समा आएको म। ओके, सुरक्षाले चाहिँ खासमा नाच्ने नआउने हो कि नाच्न मन नलाग्ने हो? म खासमा बाथरुम डान्सर हो। बाथरुममा डान्स गर्नु म त आँसु आयो भनेको नसुनिरहेको मैले। हाम्रो नाम मिठाई लालो सर। मिठाई हाम्रो बुवाको नाम श्री डुलाल। बुवाको नाम अगाडि हामी श्री लगाउनु पर्छ। हाम्रो आमाको नाम श्रीमती रश्मला देवी। मिठाईवाला खानदान छ हाम्रो। अरे बाप, तपाईँलाई छोयो भने गुलियो हुन्छ कि क्या हो? होइन चाटेर हेरिदिनु। अब दिपा दिदी चाहिँ भेजिटेरियन हो। उहाँलाई हेरिसकेपछि मलाई एकदम विश्वास लाग्छ क्या। हात्ती पनि घाँसै खाएर ठुलो हुने न। हामी कोही च्वाक केटीलाई दिदी भन्दैनौँ। हामी पहिलोचोटि इतिहासमा दिपा दिदीलाई दिदी भनिरहेछौँ। दिदी हो नि त। दिदी हो। दिदी भन्छ भिनाजु खोज्न
सक्दैन बक्लोल हामीले ठेक्का लियौँ सुपर सुपर हिट फिल्म तिमी बनाउँछ एउटा लोकले बनाउन सक्दैन डब्बी भरे अफीम जमा काली लेके मसरे आम शहर में दुनाली लेके किस आफ्नो सेलिब्रिटी क्रस बताउनुहोस् नाम सोचेर भन सोचेर त्यो छेउमा बनाउन सक्छ Kulman Gising sir. Oh, I don't know why. Trust me, whenever I look that person, I know. It's so cute. यसको मतलब के म पनि बत्ती बनाउन जाउँ अब तपाईँ यो जुन हिरोइन बिहा गर्नुभएछ तपाईँ आफ्नै फोटो पठाइदियो भन्नुहोस् कि कसैको सलमान खानको कोही आमिर खानको कोही फोटो पठाइदियो अनि कहिलेका ऐनामा आफूलाई हेरेर लाग्दैन साला म जस्तो केटाले त्यो जस्तो केटी पाइहाल्यो त्यस्तो लाग्दैन तपाईँ युवती प्रेमी मान्छे हो तपाईँलाई धेरै युवतीले मन पराउँछन् त्यो सही हो कतिले मन पराउँछन् थाहा छैन तर म एक युवतीलाई असाध्यै मन पराउँछु उहाँसँग मेरो अटुट प्रेम चलिरहेको छ अटुट प्रेम चलिरहेको म घोषणै गरिदिन त्यो चाहन्छु युवती को हुनुहुन्छ बताउनुहोस् मेरो श्रीमती तपाईँ बाहिर कुनै पनि युवतीसँग प्रेम गाँस्ने पक्षमा हुनुहुन्न अब ए बाबा कति भनेको भन्दा टन्न अगाएको छु के ढ्याउको भइसक्यो मलाई अन्त खानै मन छैन त अब के भन्ने के गरेछ बिचरा यार सिधा मलाई बाबु आफ्नो हालत त सुधार बाबु हटे डग नखा ताते कुत्ता ल आजलाई यति नै नेक्स्ट अर्को पार्टमा आउँछ भिडियोहरू छोटो छोटो भिडियो हाल्ने अब 5-7 मिनट 10 मिनटको भिडियो हाल्ने प्रयासमा छु भिडियो पुरा हेरिदिनु होला धन्यवाद सब्सक्राइब गर्न नबिर्सिनु होला है त